नमस्कार। आज खास गरिकन यो संघीय सरकार र प्रदेश सरकारसँग अनुरोध, विशेष गरिकन सुदूरपश्चिममा सवारी दुर्घटना धेरै छ अन्यत्र तुलनामा, र सुदूरपश्चिममा धेरैवटा ठुल्ठुला धेरैजनाको नरसंहार हुने टाइपले एउटा एक्सिडेन्ट भएको छ। तर कहिले छानबिन के हो त, गल्ती कसको हो अथवा कहाँ लापरवाही भयो, कहाँ चुक भयो, आगामी दिनमा यस्तो घटना नघट्नलाई के गर्नुपर्छ भन्नेतिर कहिले अध्ययन भएको छैन, न त्यसको छानबिन भएको छ। घटना भयो, मृतक जसको परिवार पर्या छ उसले पीडा बोकेको छ र उसले आफ्नो दाह संस्कार गरेर क्रियाक्रम गरेर सकियो, र यो क्रम निरन्तर चलिरहेको छ केही वर्षकादेखि। त्यसकारण सर्वप्रथम त म के अनुरोध गर्न चाहन्छु भने यस्ता घटनाको तुरुन्त एउटा छानबिन समिति बनाएर यो घटनाको पुनरावृत्ति नहुनको लागि यो कहाँ कहाँ चुक भएको थियो, को जिम्मेवार थिए भन्ने कुरा एउटा समिति बनाउन, छानबिन समिति बनाउन अनुरोध पनि गर्छु। र साथै यो माघ 23 गते जन्तीको बस जुन पुर्चोडी 7 बैतडीमा जुन एक्सिडेन्ट भएको छ, यसमा चाहिँ 13 जना को चाहिँ मृत्यु भएको छ र 45 जना घाइते भएका छन् र 14 जना अहिले पनि उपचारको क्रममा अस्पतालमै हुनुहुन्छ। त्यसकारणले राज्यको तर्फबाट घाइतेको उपचार पनि गर्नु पर्यो र मृतकलाई क्षतिपूर्ति के दिन सकिन्छ क्षतिपूर्ति पनि दिनु पर्यो र छानबिन समिति पनि बनाउनु पर्यो, ताकि आइन्दा यत्रो ठुलो संख्यामा सवारी दुर्घटनामा मान्छेको मृत्यु हुनु भनेको यो सामान्य कुरा होइन। यसलाई ठुलो रूपमा लिउँ, किनभने हाम्रो यहाँ जहाज भनेको ठुलो मान्छे चढ्ने, सर्वसाधारण आम जनता भनेको बसै चढ्ने, सार्वजनिक सवारी साधनै चढ्ने, त्यो जबसम्म सुरक्षित हुँदैन, नेपालमा सवारीबाट आम जनता सुरक्षित छैन भन्ने बुझ्नुपर्छ। र आम जनतालाई सुरक्षित यात्राको लागि के कदमहरू चाल्नुपर्छ, कहाँ कहाँ चुक भए, यो छानबिनबाट मात्रै प्रष्ट हुने, हामीले अन्दाज गरेर नसक्ने र यो लापरवाही अथवा जे कारणले भएको छ यसको जिम्मेवार व्यक्तिलाई जबसम्म हामी जिम्मेवार बनाउन सक्दैनौँ, यस्ता घटना घटिराख्छन् र यस्ता घटना हरेक परिवारमा घट्दै जानेछ र आम जनता जो सामान्य जनता छन् ती जनता जहिले पनि मृत्युको मुखमा गइराख्ने सम्भावना बढी भएको हुनाले म सरकारसँग, प्रदेश सरकारसँग अनुरोध गर्न चाहन्छु, यसमा चाहिँ कदम अगाडि बढाएर अब चाहिँ यस्तो घटनाको पुनरावृत्ति नहुनको लागि केही कदम चाल्न हार्दिक अपिल गर्दछु। हस्, नमस्कार।